एमालेको यसरी नेपालभरिमा पत्ता साफ हुनुको कारण के हो? तपाईले भन्नुहोस् है त आफ्नो आफ्नो कारण। म भनिदिउँ, मुख्य कारण नै महेश बस्नेत। एक त जेन्जीहरू मात्रै होइनन् के, सारा नेपाली थिए, जेन्जी थिएनन् के। सारा नेपालीलाई रिस उठिरहेको थियो। जेन्जी एउटा त्यो अगाडि फ्रन्ट लाइन मात्रै हो। त्यो भइसके पछाडि जसरी कांग्रेसहरू गगन थापाहरू साइलेन्टमा बसे नि त, हैन? त्यसरी साइलेन्टमा बस्नुपर्ने ठाउँमा झन् उग्र भएर जेन्जी भनेको आतंककारी हुन् भन्दै जाने, धनगढीमा गएर त्यही जेन्जीहरूलाई कुट्ने, सुर्खेतमा गएर त्यही जिट्ने कस्तो थियो। त्यो कारणले गर्दा पनि भयो। एक थरी के भने ओहो हो महेश बस्नेतले गर्दा एमाले भन्ने हुँ भन्ने भइरहेछ भने, त्यसै भन्ने हुँ भनेर हुन्छ? जनताले मान्नु परेन? माने त अहिले सबैभन्दा ती बेकुफ थिए जुन के भन्दै थियो कि एमाले महेश बस्नेतले गर्दाखेरि अहिले एमाले हुँ भन्न पायो अरे। भन्न पायो त अहिले? पानी भन्न पाएन महेश बस्नेतको कारणले। यदि त्यो नभइदिएको भइदिए भए मान्छेले सहानुभूति आउँथ्यो। अब अर्को कुरा गरौँ, सूर्य थापा अनि पृथ्वी सुब्बा गुरुङ अनि चाहिने को धेरै छन् नि एमालेका यिनीहरू, यी क्षुद्र बोल्ने मान्छेहरू, यिनीहरूले गर्न पनि एउटा त्यो पनि भयो। र विशेष गरी जेन्जी पछि नै यसरी जेन्जीलाई नै आक्रमण गर्न खोज्दाखेरि यो दुर्घटना भयो। एक त पुराना पार्टीबाटै मान्छेहरू फ्रस्ट्रेसन थिए, त्यसमध्येमा पनि एमालेबाट किन बढी भयो भन्दाखेरि त्यसपछिको कारणले गर्दाखेरि भयो। यो मेरो कुरामा तपाईहरु कतिको सहमति हुनुहुन्छ भन्नु होला।